राधे राधे। यो भिडियो चाहिँ आजको मैले यो भिडियो क्याप्चर गरेर यो भिडियो चाहिँ जुन चाहिँ हाम्रो एउटा प्रोग्राम थियो त्यो प्रोग्राममा हाम्रो गोर्खा सम्मेलनको सेन्ट्रल प्रेसिडेन्ट हुनुहुन्छ उहाँ आउँदाखेरि यो धराई जातिकाहरू धराई जाति हुनुहुन्छ कि अहिलेदेखि बसोबास गर्नुभएको होइन उहाँहरू लगभग भारत स्वतन्त्रता हुनुभन्दा अगाडिदेखि स्कुल पढाइ पनि डराइमा पर्छ न नेपालीमा नेपालीकै पर्छ त्यसले गर्दा अझै पर्दैन माथाबाट त नेपाली पश्चिम छैन सबै खसकुरामा आयो कुन चाड बैशाखी पूर्णिमा भनेको त जोगीहरूले पनि त्यसलाई के गर्छन् बैशाखी पूर्णिमा बैशाखी पूर्णिमा त हाम्रो सबै नाचगान सुरु भयो अनि सबै आएर माने पनि सबै कुरो अनि माने पनि अनि नाचगान नाच्दा हाम्रो भाषाका तखन नाच्दा देखेर किन देख्यो देख्दा भने हो उसकै नाति पनि बैशाखी पूर्णिमा घर जख्ने बनाए पनि अनि पूजा गरेर भन्नुभयो त अघिल्लो नाच तपाईँले होइन त्यही नाच हामीले नाच्छौँ भन्न खोजेको मैले आइडिया आयो राम्रो लाग्ला कि नै लाग्नु एकदम बडा राम्रो लाग्यो कसरी भेटघाट गरेर कसरी बिहा भयो मेरो बिहा त अति धेरै नि त खोज्दै गएको नि त्यसलाई चिनाजानी भए पनि बिहा गरी पनि अहिले हो म नागे बेला मेरो अनि तपाईँहरूको त त्यो नियममा त केटी माग्न जाँदाखेरि रक्सीको बोतल लिएर जानुपर्छ त गर्नुभयो होइन उहाँले नागी बिहाको त रक्सीको बोतल चाहिँ मागी पनि अनि मन परेको नेपाल कता उयो भयो अनि मन पराएको नि अनि उयो गरिदियो त त्यो थियो नि त्यसो हुँदाखेरि तपाईँहरूले यहाँ के भाषा अलिकति चलाउन सक्नुहुन्छ त इच्छा गर्दाखेरि भाषा बोलेर नि नेपालका त नि अरूसँग बोल्दा चाहिँ दराई मान्छेसँग बोल्दा दराई नै बोल्ने गर्नु मलाई लाग्यो कि त्यति अप्ठ्यारो जस्तो त लागेन तपाईँले बुझ्दाखेरि दुईजना बात मार्न सक्नुहुन्न तपाईँहरू मेरो त सबै चारजना अलिक मनका याद लगाएको मतलब हाम्रो जातिको भाषाहरू सबै आफूलाई नबोलाउनु
हामी बोराइ कहाँ बोराइ हामी भइदिएन हाम्रो उसमा भयो त्यो नभने सबै जानला क्या हाम्रो छावाहरू होइन हाम्रो केटाकेटीहरू सायद त त्यो त उया पनि नजाने बराइके अनि तपाईँ त जान्छौ नि त मैले त सिकाएको छ त्यही हाम्रो जाने बुद्धि चाहिँ त पनि बोरा छाडेर महेश गरेर कता बोराइके त नि बाहिर छाडेर बोराइके महेश गरेर कता बोराइके त आगे त बराइके करो हाम्रो के भने नि तपाईँ 2-3 जना हुनुहुन्छ पुरा खुसी लाग्यो शनिबार अब आइतबार